नमस्कार नमस्कार दर्शकवृन्द। म आज शुक्रबारको दिन आज बुलबुले ताल घुम्न भनेर म बुलबुलेतिर आएको छु र 20 रुपैयाँको टिकट लगेर म बुलबुलेको गेटभन्दा भित्रबाट गएको छु। आज शुक्रबारको दिन भए पनि मानिसहरूको त्यति घुइँचो चाहिँ देखिएको छैन। सायद म बिहान 8 बजे आएर होला र 10-12 बजेतिर आउँदाखेरि त यहाँ पुरा मान्छेको घुइँचो देखिन्छ। र अब चाहिँ म यसभित्र भएका जति राम्रा अराम्रा कुराहरू सम्पूर्ण म भिडियोमा कैद गरेर कर्णाली डिस्कभरी च्यानल मार्फत म हजुरहरूलाई अवश्य नै पस्किनेछु। हजुरहरूलाई आशा छ हजुर कोठाभित्र बसेर मजाले चिया खाँदै नास्ता गर्दै साथी सङ्गीहरूसँग रमाइला कुरा गर्दै अवश्य पनि यस फुटेजको मजा लिनुहुनेछ अथवा बुलबुले तालभित्र भएका चिजवस्तुहरूको अवश्य पनि मजा लिनुहुनेछ भन्ने म आशामा छु। त्यसैले म अगाडि बढ्दैछु र मलाई गाइड गर्ने र थोरै 1 सेकेन्डको लागि भए पनि एकजना एउटा म्याडम नानी हुनुहुन्छ। मैले उहाँसित सोध्दैछु। म्यामको शुभ नाम के? सीता भक्री नै भक्री भनौँ। साल भन्ने एउटा फिल्म को सुटिङ भइरहेको थियो, या बन्दकी फिल्म, र जसमा दिलीप रायमाझीजी हुनुहुन्थ्यो हिरो भने, हिरोइनी हुनुहुन्थ्यो निरुता सिंह। आदरणीय मेरो त मित्रहरू, म चाहिँ हजुरलाई यस बुलबुले तालको विषयमा केही रमाइलो र सत्य तथ्य र एउटा पुरानो चाहिँ एउटा कहानी म चाहिँ सुनाउँछु। र द्वापरीमा कुनै एउटा सुर नामका देवता चाहिँ यहाँ सुर्खेत जिल्लाभित्र यो भ्यालीभित्र चाहिँ बिहार गर्नुहुन्थ्यो अरे। र एक दिन उनलाई पानी तिर्खा लागेछ। पानी कतै पनि नभेटाएपछि उनले बाण हानेर यस ठाउँमा लक्षित गरेर हानेछन् बाण, र पृथ्वीबाट चाहिँ पानी बुलबुल बुलबुल गर्दै निस्किएछ। अनि त्यो हेर्दै यो सुर्खेतको भ्याली टम्म चाहिँ ढाकेछ त्यो पानीले। अब त्यसलाई निकास दिनु पर्यो भनेर एउटा बाण हानेर चाहिँ उहाँले त्यो ठाउँबाट खोल्नु भएछ। खोल्दाखेरि बाणगङ्गा नामबाट पनि चिनिन्छ, अगाडिको खोला छ एउटा। र त्यो भित्रबाट हानेको भए हुनाले, भित्रबाट हानेर त्यो भेरीतिर निस्किने भए हुनाले चाहिँ त्यसको नाम चाहिँ पातलगङ्गा पनि रहेको छ। यसको चाहिँ नि नामाकरण कसरी भयो त भन्दाखेरि सूर्यदेवताले हाने सुर भयो। अनि यो पानी जब सुक्यो नि, त्यो पानी सुकेपछि अन्तिममा यहाँनिर खेत बन्न पुग्यो। अनि सूर्य खेतको अर्थ त त्यसरी यो पानी तलबाट बाण हान्दाखेरि बुलबुल बुलबुल भयो र बुलबुले नाम रह्यो होइन। ताल थियो पहिला, अब त्यो तालको नाममा रह्यो। र बाण हानेर निकास भयो, बाण गङ्गा भयो, पातलबाट गयो पाताल गङ्गा भयो। त्यही भावनाले यसको नामकरण चाहिँ त्यसरी गराइएको हो। र यसको विकास चाहिँ अहिले राम्रो चाहिँ भइराखेको रहेछ। पहिला हामी आउँदाखेरि लगभग 40-45 सालतिर त अब यो माटोमा हिँड्नु पर्थ्यो सायद तल, त्यति व्यवस्थापन थिएन। तर माछा चाहिँ थियो है, फेरि माछा त राम्रै खालको थियो। र म अगाडि हजुरलाई अरू पनि देखाउँछु मसिनहरू। र सुर्खेतमा हजुरले एउटा बोर्डिङको लागि चाहिँ 2टा तालहरू चाहिँ देख्न सक्नुहुन्छ। एउटा चाहिँ नयाँ निर्मित चाहिँ एउटा भर्खरै चाहिँ एउटा भनौँ न जीर्ण अवस्थामा थिए 2टै, र एउटाको चाहिँ अहिले मर्मत हुँदैछ, बन्दैछ माथिल्लो ताल भने। तल्लो तालमा चाहिँ नि अहिले ऱ्याफ्टिङ कार्यक्रमहरू चाहिँ चलिरहेको छ। बोर्डहरू मजाले गर्न चाहिँ सक्नुहुन्छ, रमाइलो र मजा लिन चाहिँ सक्नुहुन्छ। यहाँदेखि अगाडि गएपछि म अब हजुरलाई केही भिडियोहरूलाई मैले एउटा संक्षेपमा गर्दै म हजुरलाई अलिकति छुट्याएर म अगाडि लैजानेछु। बुलबुले ताल पहिलेदेखि पनि फेमस पनि हो र अझै पनि फेमस अझै हुने अवस्था देखिन्छ। र दैनिक दिन हामीले यसको संरक्षण गर्न सक्यौँ भने पर्यटकहरूको निकै आगमन हुने अवस्था देखिन्छ र पर्यटन विकासको लागि सेवा टेवा पुग्ने अवस्था देखिन्छ। यहाँसम्म म्याडम नानीले मलाई गाइड गरेर यहाँको विषयमा अलिअलि केही जानकारी दिनुभयो। यहाँलाई धेरै धेरै धन्यवाद। र म यसको लागि चाहिँ म अब अगाडितर्फ म चाहिँ भिडियोलाई लैजानेछु। र म लगभग भिडियोको अन्त्य त होइन, मध्याहतिर म आइपुगेको छु। र करिब अब बाटिकाहरू देखाउन बाँकी छ हजुरहरूलाई। म बाटिकातर्फ चाहिँ म फर्काउँदै हजुरलाई म लैजानेछु। र यसको चाहिँ मजा हजुरले अवश्य पनि लिनु होला। यो ब्लक नै हो।
यो कर्णाली डिस्कभरी च्यानल भन्ने हो। कर्णाली डिस्कभरी च्यानल सर्च गर्नु होला, अवश्य पनि हजुर कस्तो हुन्छ अझै। आश्रमको लागि प्रिय साथीहरू, जति प्रजातिका वनस्पतिहरू छन् त्यति प्रजातिका चराचुरुङ्गीहरू पनि यहाँ भेटिन्छन्। विभिन्न एउटा भावना बोकेका मानिसहरू पनि यहाँ आउने जाने गर्दछन्। यस बुलबुले तालमा कोही रमाउन आउँछन् हजुर, त कोही चाहिँ रुन पनि आउँछन्। प्रेमी प्रेमिकाहरूको मिलन पनि यही हुन्छ कहिलेकाहीँ, त बिछोड पनि यही हुन्छ। यो बुलबुले तालले कयौँको घरबार जुटाइदिएको छ हजुर, कयौँको बिछोड पनि गरेको छ। म त भन्छु कुरीति कुसंस्कार विकृति विसङ्गतिको भावना छोडेर सभ्य र सत्यताको बाटो रोज्नुहोस्। मानव चोला त 2 दिनको मात्र हो, एक दिन सबै छोडेर यो संसारलाई बाई बाई अवश्य पनि गर्नुपर्ने अवस्था छ हजुर। त्यही भावनाले दुखी नहौँ, अवश्य पनि कसैलाई चाहिँ दुःख नदिउँ, रमाउन सिक्नुहोस्। दूरी अवश्य पनि हामीले लिन सकिरहेका छैनौँ। यसको अन्त्यजाम लगभग 700 देखि 800 मिटर 1000सम्म 1 किलोमिटरसम्म चाहिँ हुन सक्ने आफ्नो यो व्यक्तिगत मेरो आकलन हो। र योभन्दा धेरै पनि हुनसक्छ, त्योभन्दा कम पनि हुनसक्छ। तर जति भए पनि यो रमाइलो छ, मनमोहक छ। हजुरहरू एकचोटि आउनुभयो भने यो ठाउँमा अवश्य पनि ऱ्याफ्टिङ गरेर जानु होला, ऱ्याफ्टिङ गरेर जानु होला।